छेउको साथ तपाईँले भन्दै गर्दा तपाईँले हाँस्नु भयो होइन? किन हो थाहा छ? तपाईँको बारेमा सबै कुरा थाहा छ त्यही भएर। यदि कुरा तपाईँले नचिन्ने व्यक्तिले भन्नुभएको तपाईँलाई के भन्नुहुन्थ्यो? तपाईँ पनि पवित्र हुनु भन्थ्यो। तर तपाईँले हाँस्नु भने किन हो थाहा छ? किनकि तपाईँको वास्तविकता त्यो व्यक्तिलाई थाहा छ। यस कारणले परमेश्वरको वचनले भन्दछ पवित्र हो। के हो पवित्र हुनु भनेको? तपाईँको विचारमा पवित्र हुनु भनेको के हो? कसरी हामी आफैलाई पवित्र पार्न सक्छौँ? सेतो वस्त्र पहिरेर हो? हजुर, अरूभन्दा भिन्नै प्रकारको ड्रेसअप गरेर हो? तपाईँको चालचलन फरक प्रकारले भएर हो? पवित्र हुनु जब बाइबलले पवित्र भन्छ भने त्यसको एउटा अर्थ लाग्छ अलग दिनु। सेपरेट योरसेल्फ। तपाईँले आफैले आफैलाई अलग गर्नुपर्छ। त्यो चाहिँ हो पवित्र हुनु। परमेश्वर सबैभन्दा बेग्लै परमेश्वर हुनुहुन्छ, हो कि होइन? संसारमा धेरै प्रकारका ईश्वरहरू छन्, तर तपाईँले मैले विश्वास गरेको परमेश्वर सबैभन्दा भिन्नै प्रकारको हुनुहुन्छ। उहाँ बोल्नुहुन्छ, उहाँले सुन्नुहुन्छ, उहाँले उत्तर दिनुहुन्छ, उहाँले तपाईँलाई मलाई छुनुहुन्छ। यसकारण परमेश्वरले भन्नुहुन्छ तिमीहरू पवित्र हौ किनभने म परमेश्वर पवित्र छु। तपाईँ र मैले विश्वास गरेको परमेश्वर, तपाईँ र जसको आराधना गर्छौँ, जसलाई मेरो प्रभु भन्छौँ, सङ्कष्टको समयमा, बिमारीको समयमा, अप्ठ्यारो समयमा, भूत प्रेतले सताइरहेको समयमा तपाईँको कसको नाम आउँछ? कसको नाम आउँछ? कोही व्यक्तिको नाम भन्नुहुन्छ? सबैलाई के हेर गर्नु मलाई बचाउनुहोस्। इक्जाम आउँदै गर्दा, परीक्षा हुँदै गर्दा के भन्नुहुन्छ? प्रभु मलाई ज्ञान दिनुहोस् ताकि म इक्जाम सही गरेर लेख्न सकूँ। जुन परमेश्वरको तपाईँले पुकार्न गर्नुहुन्छ, जुन परमेश्वरलाई म सेवा गर्छु, जुन प्रभुको म आराधना गर्छु, त्यो परमेश्वर कस्तो हुनुहुन्छ? पवित्र हुनुहुन्छ। अनि उहाँलाई आराधना गर्ने, उहाँलाई बुवा भनिकन पुकार गर्ने, उहाँलाई पिता भनिकन स्वीकार गर्ने तपाईँले मेरो जीवन पनि पवित्र हुनुपर्छ। पवित्र भन्ने बित्तिकै के हुनुपर्छ अरे? अलग दिनु, अलग हुनु। संसारमा छौँ तैपनि हामी पवित्र जीवन दिन्छौँ। किन? किनकि हामी ख्रीष्टको रगतले संसारबाट हामीलाई ख्रीष्टले अलग तुल्याउनु भएको छ। हेर्नु 13 पदले के भन्छ? 13 पदलाई म विशेष गरी तपाईँको जोडेर पढ्न चाहन्छु। यसकारण आफ्नो मनलाई बाँधो, संयमी हौ र यसो ख्रीष्ट प्रकट हुनुहुँदा तिम्रो नामलाई अनुमति आशा पूर्ण रूपले राख। यसकारण आफ्नो मनलाई बाँध। सबैले मलाई हेर्नुहोस् है एकैछिन। के भनेको छ? मनलाई बाँध। यो मन जहाँ पनि पुग्छ। तपाईँ यहाँ बसिराख्नु भएको छ, तपाईँको मन परेको व्यक्तिले चर्चमा आएको छ भने तपाईँको मन त्यही पुगिसक्यो। किन आएन होला, किन आउनु भएन होला, पानीले गर्दा हो कि के भयो कि तपाईँको मन त्यही छ। यो मन बोक्ने कुनै पनि गाडी छैन, यो मन बोक्ने कुनै पनि साधन छैन। मन आफै पुग्छ। यो मनलाई नियन्त्रण गर्ने कुनै पनि कुरा छैन। यसकारण वचनले भन्छ यदि तपाईँलाई म पवित्र जीवन जिउने हो भने सबैभन्दा पहिला तपाईँले आफ्नो मनलाई परमेश्वरको वचनले बाँध्नुपर्छ। हालेलुया, हालेलुया। परमेश्वरको वचनले मनलाई बाँध्नुहोस् भन्नुहोस् एकचोटि। जबसम्म मन बाँधिँदैन हामी पवित्र जीवन जिउन सक्दैनौँ। मन चञ्चल छ। अनि यो मन बाँध्नको निम्ति चाहिँ कुनै पनि डोरी प्रयोग गर्न मिल्दैन। यो चाहिँ परमेश्वरको वचनले मात्रै हामी आफ्नो हृदयलाई, मनलाई बाँध्न सक्छौँ। यसका जब तपाईँ वचनमा मन लगाउनुहुन्छ, जब तपाईँले वचनलाई ध्यान दिएर सुन्नुहुन्छ, जब तपाईँले वचन मेरो निम्तिबाट सोच्नुहुन्छ, अनि तपाईँले मेरो कमजोरीलाई वचनले बिस्तारै बिस्तारै बाँध्न सुरु गर्छ। हालेलुया, हालेलुया भाइहरू, हालेलुया। किन बाँध्छ? यो मनलाई के कुराले बाँध्न सक्छ? परमेश्वरको वचनले मात्रै, अरू कुनै कुराले बाँध्न दिँदैन। एकछिन तपाईँले कन्ट्रोल गर्न सक्नुहुन्छ। केही समय 2 घण्टा चल बस्नसम्म तपाईँ एकदमै पवित्र सोचमा एकदमै ध्यान गर्न लगाउन सक्नुहुन्छ। तर जब घरभन्दा बाहिर जानुहुन्छ, जब
बाहिर पुग्नुहुन्छ अनि मन के हुन्छ फेरि चञ्चल हुन सुरु हुन्छ। योदेखि केही राम्रो, त्योदेखि केही राम्रो, के गरौँ कसो गरौँ छटपटी हुन्छ। यसकारण जब तपाईँले आफ्नो मनलाई, जब मैले आफ्नो मनलाई परमेश्वरको वचनले बाँध्छु भने मात्र यो मन स्थिर रहन्छ। आमेन, हालेलुया। यसकारण बाइबलले भन्छ तिमीहरू पवित्र हुनको निम्ति सबभन्दा पहिले तपाईँ र मैले आफ्नो मनलाई परमेश्वरको वचनले बाँध्नुपर्छ। तयार हुनुहुन्छ बाँध्नको निम्ति? वचनको डोरी गरेर फ्याँक्नुहुने बाँध्नुहुन्छ? कसरी बाँध्नुहुन्छ? बाइबलले के भन्छ? आफ्ना पुराना इच्छाहरूलाई, इच्छाहरूले के गर्नुपर्छ अरे? त्यागेर। तपाईँको विश्वासी परिवारमा जन्मनु भएको धेरै त्यस्तै हुन्छ। फ्यामिलीको ब्याकग्राउन्ड नै विश्वास होइन। बाल्यकालदेखि नै बुवा पास्टर, बुवा सेवक, विभिन्न प्रकारको पृष्ठभूमि तपाईँको हुनुपर्छ। म आफै पनि मेरो बुवाले विश्वास गरिसकेपछि मैले जन्म लिएको, म आफै पनि बाल्यकालदेखि। तर आज धेरै प्रकारले सोच्दाखेरि भर्खरै रूपमा विश्वास गरेको व्यक्ति र बाल्यकालदेखिको हुर्केको व्यक्तिको जीवनमा धेरै अन्तर देखिन्छ। हो किन? भर्खर आउने व्यक्तिले सबै कुरा लिने इच्छा लाग्छ, बाइबल पढ्ने इच्छा लाग्छ, यो कालो पुस्तकभित्र के लेखेको उसले चासो गर्छ। तपाईँ कतिले बाइबल पुरै पढ्नु भएको छ? कुनकुनी प्रकाशनमा पढ्ने को हुनुहुन्छ यहाँ जवानहरू? कसै कसै आउँछ हाम्रो भाइहरू बाहेक तपाईँहरू होइन, जवानहरू बाइबल पुरै सिकाउनु भएको छ? बाइबलमा कतिवटा पुस्तकहरू छन्? हजुर ६६वटा हो। अनि सबै पढ्नु भएको छ कि छैन? मोबाइलमा आएको स्ट्याटस 4 पन्नाको भए पनि हामी नपढेसम्म सुन्दैनौँ, छटपट लाग्छ। तर बाइबलले तपाईँसँग सधैँ जसले जीवन दिन्छ त्यो कुराको हामीलाई मतलब छ। पढ्नुहोस्, हरेक दिन एक अध्यायलाई पढ्नुहोस्। तपाईँले हरेक दिन एक अध्याय पढ्नुभयो भने बाइबल धेरै कुरा तपाईँलाई परमेश्वरको वचनले सिकाउँछ। तपाईँ यसरी वचन सुन्नुभन्दा पहिले तपाईँले व्यक्तिगत अध्ययन गर्नुहुन्छ परमेश्वरको वचन। तपाईँ अझै गहिरिएर प्रभुको वचनमा आफूलाई निर्माण गर्न सक्नुहुन्छ। आमेन, हालेलुया। तपाईँ आफूलाई ख्रीष्टमा निर्माण गरेको परमेश्वरले चाहनुहुन्छ। पुरानो स्वभावलाई त्यागेर ख्रीष्टमा नयाँ भएको उहाँले चाहनुहुन्छ। आज्ञाकारी बालकहरू भए झै भनेर बाइबलले भन्दछ। आज्ञाकारी बन्न कतिजनालाई मनपर्छ? हजुर मन पर्दैन तिमीहरूलाई? आज्ञाकारी हुन कतिलाई मनपर्छ? हजुर ओके, कतिजनालाई मन पर्दैन? आज्ञा सुन्नै मन पर्दैन, आज्ञाकारी त कहाँबाट हुनु होइन? म आफै पनि जब म अलिक सानो थिएँ, मेरो बुवाले 5 बजी बिहान घन्टी गर्नुहुन्थ्यो प्रार्थना गर्नको निम्ति। मेरो विश्वास एकदमै डेन्जर छ। मेरो बुवाले हरेक दिन बिहान 5 बजेदेखि 6 बजीसम्म प्रार्थना गर्नै पर्ने, 1 घन्टा बाइबल पढ्नै पर्ने। उठेन भने बिस्तरमा आएर पानी परेको। मेरो बाबा एकदमै गाह्रो लाग्दछ। मलाई यति रिस उठ्थ्यो, मलाई थाहा छ त्यो दिनहरू। तर आज म जब फर्केर त्यो दिनलाई हेर्छु, म परमेश्वरलाई धन्यवाद दिन्छु। मेरो बुवाको कृतज्ञता गर्छु। मेरो बुवालाई यति आदर गर्छु। मेरो बुवाले त्यो समयमा मलाई सही प्रकारले परमेश्वरको वचनमा हुर्काउनु बढाउनु भयो। आज म यसरी उभिएर परमेश्वरको वचनबाट प्रभुले बोल्ने अवसर दिनुभएको छ। यो मेरो गाह्रो हुन्छ कतिजनालाई, तर जब तपाईँ त्यो कुरालाई सही प्रकारले लिएर आफ्नो जीवनमा तपाईँले धारण गर्नुहुन्छ, एक दिन त्यो कुराले तपाईँ र मलाई आदरको योग्य बनाउँछ, आशिषको योग्य बनाउँछ। तपाईँको फलवन्त हुन्छौँ मेरो। हालेलुया। तर अहिलेदेखि तपाईँले अभ्यास गर्नुपर्छ। क्रिस्चियन जीवन चाहिँ अभ्यास गर्ने जीवन हो। अभ्यास बिना हामी कहिले पनि पूर्ण
गर्नुपर्छ। जब हामी अभ्यास गर्छौँ अनि मात्र हामी सफल गर्छौँ। परमेश्वरको वचन चाहिँ म्याजिक जस्तो होइन, फुल गरेपछि स्वाटै बदलिने होइन। जब तपाईँले वचन सुन्नुहुन्छ, जब तपाईँलाई लाग्छ म यो कुरामा कमजोर छु, मेरो झुट बोल्ने बानी अझैसम्म गएको छैन, प्रार्थना गर्दा म आँखा हेरिराख्न मन लाग्छ, वचन सुन्नै मन लाग्दैन, तपाईँले त्यो क्षेत्रको लागि धेरै मेहनत गर्नुपर्छ। अब अरू कुरामा राम्रो हुनुहुन्छ होला, राम्रो गाउनुहुन्छ होला, राम्रो तपाईँले वचन बोल्नुहुन्छ होला, राम्रो तपाईँ प्रार्थना गर्नुहुन्छ होला, तर जुन कुरामा तपाईँ र म कमजोर छौँ त्यो कुरामा तपाईँ मैले धेरैभन्दा धेरै अभ्यास गर्नुपर्छ। प्र्याक्टिस मेक म्यान के भन्छ? पर्फेक्ट। जब तपाईँले अभ्यास गर्नुहुन्छ, जब आफ्नो कमजोरी लिएर प्रभुको उपस्थितिमा आउनुहुन्छ, भन्नुहुन्छ प्रभु म यो क्षेत्रमा कमजोर छु, मलाई निर्माण गर्नुहोस्, अनि प्रभुले बनाउँछ। मैले विश्वास गरेको मेरो प्रभु सुन्न चाहने प्रभु हुनुहुन्छ। मैले आराधना गर्ने मेरो प्रभु चाहिँ मसँग बोल्न चाहनुहुन्छ। मेरो परमेश्वर मसँग वार्तालाप गर्न चाहनुहुन्छ। मेरो प्रभु मेरो कमजोरीमा मलाई सहायता गरेर यो कमजोरीबाट उठाउन चाहने प्रभु हुनुहुन्छ। आमेन, हालेलुया। क्रिस्चियन जीवन अभ्यास गर्नुपर्छ। पवित्र हुनु भनेको चाहिँ अलग हुनु हो। मनभित्र इच्छा लाग्दै पनि त्यो कुरा अवोइड गर्नु हो। इच्छा लाग्छ भने चोर खाएको देखेपछि जवान भाइहरूलाई स्वाट पार्दा कस्तो नै पो हुन्छ जस्तो लाग्न सक्छ। इच्छा हुँदै पनि प्रभु म खाँदिनँ, किनकि मैले तपाईँ प्रभुको वचनमा विश्वास गरेको छु। आमेन, हालेलुया। कहिलेकाहीँ लाग्छ होइन, मैले चुरोको उदाहरण दिएको तपाईँलाई भनेको होइन, जवान अवस्थामा हुन्छ होइन, कसैले के गरेपछि गर्न लाग्छ, के जस्तो गऱ्यो लास्टमा त केही होइन जस्तो लाग्छ। मनलाई बाँच्नुपर्छ परमेश्वरको वचनले। मनमा त विभिन्न कुराहरू आउँछ, तर जब तपाईँ प्रभुको वचनले आफूलाई बाँच्नुहुन्छ अनि बलले स्थिर रहन्छ। जवान बहिनीहरू मनलाई बाँच्नुहोस् परमेश्वरको वचनले। कसैले पढ्नुहोस् त हिब्रू 12:14, हिब्रू 12:14 उठेर एकदम चर्को गरी पढ्नुहोस् त। त्यसको बी नम्बरलाई जोड दिन चाहन्छु। हिब्रू 12:14। परमेश्वरलाई देख्न सक्दैन। आमेन, के भनेको छ? पवित्रता बिना कसैले पनि परमेश्वरलाई के गर्न सक्दैन। हाम्रो टार्गेट के हो? एक दिन प्रभुसँग प्रभुको राज्यमा हुने हो कि होइन? कि अरू केही कुराको लागि विश्वास गर्दैन तपाईँहरू? मेरो विश्वासमा त्यही हो, एक दिन जब म यो शरीरबाट बिदा हुन्छु म मेरो परमेश्वरसँग अनन्तको राज्यमा हुन चाहन्छु। कि तपाईँहरूको संसारमा जिउँदासम्म सङ्गति चाहियो, रमाइलो गर्ने हो भने ठिक छ, तपाईँ ठिक ठाउँमा हुनुहुन्छ, त्यसै गर्नुहोस्। तर होइन, एक दिन मलाई प्रभुको राज्यमा प्रभुसँग हुनु छ भन्नुहुन्छ। बाइबलले के भन्छ? पवित्रता बिना कसैले पनि परमेश्वरलाई देख्न सक्दैन। परमेश्वरलाई देख्नको निम्ति, परमेश्वरसँग हुनको निम्ति, प्रभुको राज्यमा प्रभुको महिमा गर्नको निम्ति प्रियहरू तपाईँलाई पवित्र हुनुपर्छ। अनि पवित्र भनेको के हो? अलग्गिनु, आफ्नो मनलाई बाँध्नु, इच्छा हुँदै पनि येशू ख्रीष्टको नाउँमा त्यो इच्छालाई बलिदान गर्नु। हालेलुया। सँगै पढेको साथीले सायद नराम्रो गर्दैछ होला, तपाईँहरूलाई सुन्दाखेरि घरौँ जस्तो लाग्न सक्छ, वाह यति राम्रो रहेछ जस्तो लाग्न सक्छ, र त्यो दिन तपाईँ के प्रभु तपाईँको वचनले मेरो मनलाई बाँध्नुहोस्। जति त्यो राम्रो भए पनि तपाईँको वचनले नगर गरेको कुरालाई म गर्दिनँ। बाँच्दै गर्दाखेरि गाह्रो हुन्छ, दुख्छ, दुखे तापनि भन्नुपर्छ प्रभु मलाई बाँध्नुहोस्। आमेन, हालेलुया। भन्नुहोस् न छेउको साथीलाई, पवित्रता बिना परमेश्वरलाई देख्न सकिँदैन।
पवित्रता बिना अनि जोड्ने भाइहरू होइन, पवित्रता बिना परमेश्वरलाई देख्न सकिँदैन भन्नुहोस्। परमेश्वरलाई देख्न कतिजना चाहनुहुन्छ? आज इमानदार आफ्नो ठाउँको देख्न चाहनेहरू, परमेश्वरसँग एक दिन भेट्न चाहने कतिजना हुनुहुन्छ? हात उठाएर तपाईँ कहिले भेट्नुहुँदै साँच्चै भन्दैछु मैले। परमेश्वरलाई भेट्न चाहने कतिजना हुनुहुन्छ? आज अहिले यतिखेर भनेको होइन, एक दिन समय आउँछ। तयार हुनुहुन्छ? त्यसमै भन्नुहोस्, तयार हुनुहुन्छ भने पवित्र जीवन लिन सक्नुहोस्। मनलाई बाँध्ने डोरी भनेको के हो? परमेश्वरको वचन। जब जब तपाईँले वचनलाई आफ्नो निम्ति पार्न प्रयास गर्नुहुन्छ, तपाईँले स्टेप बाई स्टेप त्यो सङ्घर्षलाई पार गर्नुहुन्छ। सिँढी चढ्दै हुनुहुन्छ, त्यो सिँढीको अन्त चाहिँ अनन्तको जीवन हो। त्यो सिँढीको अन्तमा चाहिँ येशू प्रभु आफै बसिराख्नु भएको छ। त्यो सिँढीको अन्तिम ठाउँमा परमेश्वर तपाईँलाई स्वागत गर्नको निम्ति, तपाईँको निम्ति अँगालो फैलाएर बसिराख्नु भएको छ। आज तपाईँले सङ्घर्ष गरेर स्टेप बाई स्टेप पार गर्नुभयो भने एक दिन अनन्तमा परमेश्वरसँग हाम्रो मिलाप हुन्छ। आमेन। हालेलुया। Are you ready for that? तपाईँ तयार, त्यसको लागि तयार हुनुहुन्छ? यस भन्दैमा पुग्दैन, आमेन भन्दैमा पुग्दैन। तपाईँले सङ्घर्षमा विजय हुनुपर्छ। युद्ध तपाईँको हो, साथीको होइन, बुवाको होइन, आमाको होइन। युद्ध तपाईँको, युद्ध लड्ने काम तपाईँको। मेरो बुवा पास्टर भएर मैले उद्धार पाउने होइन। मेरो बुवाले 40 वर्ष भयो सेवा गरेको, मलाई अब के चाहियो? बुवाको रिटायर हुने टाइम भइसक्यो, म त्यसै स्वर्ग पुग्छु भनेर मक्ख हुने समयमा म छैन। युद्ध मेरो। छेउसाथीले भन्नुहोस् त, युद्ध तपाईँको आफ्नो हो। युद्ध तपाईँको आफ्नो हो। युद्ध लड्न तयार हुनुहुन्छ? तयार हुनुहुन्छ? कतिजना युद्ध लड्न तयार हुनुहुन्छ? युद्ध लड्नु भनेको आफैसँग लड्नु हो, तपाईँको इच्छासँग लड्नु हो, तपाईँको मनलाई परमेश्वरको वचनमा बाँध्नु हो। मेरो जीवनमा धेरै यस्ता कुराहरू आए प्रियहरू, जुन कुरा मैले लत्याउनु पर्यो, लत्याएको कारणले गर्दाखेरि आज प्रभुले मलाई उठाउनु भएको छ। हालेलुया। आमेन। यदि मैले त्यो सुटुक्कै त्यो कुरालाई नलत्याइकन सुटुक्कै त्यो कुरालाई मैले ग्रहण गरेको भए सायद आज गाह्रो अवस्था हुने। यसकारण रोमी 12को 2ले के भन्छ? एक गते कसैले पढ्नुहोस्, एकदम छिटो, समय छैन। यस यस नयाँ जाँच्न सक्छ। आमेन। थ्याङ्क यू बहिनी। के भनेको छ? जिउँदो बलिको रूपमा आफैलाई अर्पण गर्नुपर्छ भनेर अहिले भन्दछ। यो शरीर पनि परमेश्वरको अधिकार गर्ने क्षेत्र हो। आज धेरै ठाउँमा के सिक्नु तपाईँले? आत्मा मात्र होइन, यो आत्मा बस्ने प्रभुले शरीर दिनुभएको छ। यो शरीर अपवित्र छ भने परमेश्वरको आत्मा वास गर्दैन। बाहिर रूपमा कसले हेर्छ भन्नुहुन्छ, ठिक हो, तर यो शरीर प्रभुको लागि महत्त्वपूर्ण छ। यो शरीर बिना आत्मा कहाँ बस्ने? आज संसारमा कति आत्मा भट्केको छ, किन शरीर नपाएर? तर पवित्र आत्मा वास गर्ने शरीर तपाईँ र मलाई दिनुभएको छ। यो शरीरमा पनि उहाँको अधिकार छ। आज यो शरीरलाई जता भारी प्रयोग गर्छौँ, जे मन लाग्यो त्यही गर्छौँ, जस्तो मन लाग्यो जस्तै बनाउँछौँ। होसियार जवान भाइ बहिनीहरू, एक दिन प्रभुले यो कुराको लेखा लिनुहुन्छ। पहिलो उनीहरू 3को 16ले के भन्छ? के तिमीलाई थाहा छैन यो पवित्र आत्माको मन्दिर हो? यो शरीरबाट पनि परमेश्वरको महिमा हुनुपर्छ।
यो शरीरबाट पनि परमेश्वरलाई आदर हुनुपर्छ। विभिन्न प्रकारको कुराहरूलाई शरीरमा तपाईले प्रयोग नगर्नुहोस्। जसले प्रभुलाई विश्वास गर्नुहुन्छ अगाडि गर्नुभयो, ठिक छ। अब नबनाउनुहोस् विभिन्न चित्रकलाहरू शरीरमा। यो शरीर पनि पवित्र हुनुपर्छ। बाइबलले यो कुरा पनि सिकाउँछ प्रियहरू। जवान भाइ बहिनीहरू सबैको लागि बोल्दैछु म यहाँ। यो शरीर जस्तो प्रभुले तपाईलाई संसारमा दिनुभयो त्यस्तै शरीर एक दिन प्रभुको राज्यमा अविनाशी भएर जानुपर्छ। यो शरीरमा हाम्रो अधिकार छैन, तपाईको अधिकार छैन। यो शरीरमा परमेश्वरको अधिकार छ। संसारको ढाँचामा नचल भनेर बाइबलले भन्छ। बोतल जस्तो मलाई यो बोतल सबै देख्नु भएको छ। यो बोतलभित्र के छ? मैले यसलाई यहाँ खनाइदियो भने के हुन्छ? यस्तै सेपमा बस्छ तल के हुन्छ? किन फैलन्छ? सुन्नुहोस्, यो बोतल चाहिँ संसारको ढाँचा जस्तै हो। यो पानी तपाईँ र म जस्तो छ। जस्तो ठाउँमा तपाईँले यसलाई प्रयोग गर्नुहुन्छ यसले त्यस्तै प्रकारले आकार बदल्छ। भुइँमा फाले पनि यो फैलिन्छ, गिलासमा पनि गिलास जस्तै हुन्छ। जुन भाँडोमा तपाईँले राख्नुहुन्छ त्यो पानी त्यस्तै प्रकारले त्यहाँ बस्छ। यो बोतल चाहिँ संसारको ढाँचा हो। बोतलभित्रको पानी तपाईँ र म। होसियार हुनुहोस्, मलाई कसैले फरक पार्दैन। म त यस्तो विश्वासी उस्तो नभन्नुहोस्। संसारको ढाँचामा परिसकेपछि एक दिन ढाँचाले चाहिँ परिवर्तन दिन्छ, बदलाव ल्याउँछ। अनि एक दिन तपाईँ प्रभु जस्तो पनि होइन, संसार जस्तो पनि होइन, के जस्तो देखिन सुरु हुन्छ। अनि मानिसले परमेश्वरको होइन अरू कुराको कुरा गर्न सुरु गर्छ। हामी पवित्र हुनुपर्छ। छेउको साथीलाई भन्नुहोस् त, हामी पवित्र हुनुपर्छ। तपाईँ पवित्र हुनुपर्छ। तपाईलाई पवित्र हुनको निम्ति प्रभुले बनाउनु भएको छ। तपाईँ पवित्र हुनको निम्ति प्रभुले बनाउनु। हालेलुया! तयार हुनुहुन्छ? युद्ध गर्न तयार हुनुहुन्छ? तपाईको युद्ध तपाईको हो, तपाईले जित्नुपर्छ। तपाईको बोयफ्रेन्डले जितेर तपाईले उद्धारमा आउनुहुन्न। तपाईको गर्लफ्रेन्डले जितेर उद्धारमा आउनुहुन्न। युद्ध तपाईको हो। मजाक नगर्नुहोस् प्रभुको उपस्थितिमा। बी सिरियस। जवान भाइ बहिनीहरू, अहिले मेरो उमेर छ भन्न मक्ख नहुनुहोस्। तपाईँभन्दा कम उमेरको मान्छे उसो संसार छोडेर गइसक्यो। उमेरले संसार छोड्ने होइन, प्रभुको समय कति बेला के हुन्छ थाहा छैन। हमेसा तयार हुनुहोस्। म सधैँ तयार हुन्छु। मैले सधैँ बिहान प्रार्थना के थाहा छ? प्रभु आजको दिन दिनुभयो, रात तपाईँको हातमा छ, मलाई थाहा छैन। हालेलुया! मजाक नगर्नुहोस्, सिरियस हुनुहोस् प्रभुको उपस्थितिमा। परमेश्वर मजाक गर्ने प्रभु हुनुहुन्न। परमेश्वर गोलमालको प्रभु हुनुहुन्न। परमेश्वर आँखा झिलिक मार्दै गर्ने प्रकारको परमेश्वर हुनुहुन्न। परमेश्वरको अगाडि सबै कुरा स्पष्ट हुनुपर्छ। बहिनीहरू सबै कुरा स्पष्ट हुनुपर्छ। याद गर्नुहोस्, सबै कुरा स्पष्ट हुनुपर्छ। भाइहरू याद गर्नुहोस्, किनकि तपाईँ र मलाई बोलाउने परमेश्वर पवित्र हुनुहुन्छ। आउनुहोस् हामी स्थानमा खडा हुनेछौँ।